Hello guys, welcome back to my channel. It's me MT Limbu from Taplejung. I hope सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। आजको विशेष भनेको चाहिँ मेरो तल्लो घर तुम्बाको छोरी जेठी छोरी पहिला गएको अनि त्यहाँको चाहिँ आज ब्यासरङ चोरको स्वर बुझाउन आउने भएकोले चाहिँ हैन एउटा हाम्रो लिम्बू कल्चरबाट चाहिँ छोरीहरू चाहिँ लगे भने चाहिँ केटा पक्षबाट चाहिँ तपाईहरुको छोरी चेली हाम्रो साथमा छ आराम सन्चै छ भनेर एक खालको कल्चर लिएर चाहिँ सुँगुरको फिला र चौठोमा रक्सी बोकेर आउँछन् हैन त्यो चाहिँ आज यहाँ तलतिर मेरो तुम्बाको घरमा आउने दिन हो हैन अनि त्यही भएर आज चाहिँ म थोरै छोटो कन्टेन्ट लिन गइरहेको छु कस्तो हुन्छ सबैजनाले हेर्दिनु होला माया गर्दिनु होला अनि सब्स्क्राइब नगर्नु भएको जतिले पनि सब्स्क्राइब गर्दिनु होला अरु चाहिँ म तल देखाउने छु है त गाइस यो 20 मिनेट हैन के आइको अरु सक्यो कि एउटै कान्छा कुरा सँगै यहाँ दाजु लो सयानो कामला बाटे एउटै गाँठो एउटा भयो छोरी फेरि एकचोटी भनौं न हामीले त सुन्नै पाइएन नि हैन सुन्नै पाइएन नि अनि भर्खर यहाँ दाजुहरु भर्खर आउँदै छौं फेरि एकचोटी सुन्नु पर्यो नि त हैन अब गाडी खुसीले गएर बोकेर लगेन नि यासो अब यसो लान्छ त यासो सोध्नु पर्यो नि त अब खुसीमा अब हाम्रो जहिले मेरो छोरी गएछ मेरो छोरीको अन्तबानी के छ भने उलाई गाली गर्नु हुँदैन कराउनु हुँदैन सोझी लाठी भन्दाखेरि बाक्य आउँछ सापै बन्दैन खुट्टा लागेको छ हिँडिराखेको छ पछि हिँडा मिना भएछ भने यो जिम्मा चाहिँ को हुन्छ जिम्मा त फागो गर्दन थाप्ने भनेको छ गर्दन थाप्ने हैन फागोले तपाईको छोरीलाई तल हेला गरेर यति नराम्रो पछि अन्तिममा के भएछ भने के को जिम्मा हुन्छ दुई जना हुनुहुन्छ हाम्रो उहाँ सरदा साप हुनुहुन्छ तपाईको नाम पनि भनिदिनु पर्यो यति समाज पनि छु अरु पनि हुन्छ जिम्मा हामी मात्रै आएर तपाईले मात्रै पनि यो लिनु भएको छैन यहाँको समाज पनि छ र यति हेला गरेर एकचोटीमा चाहिँ कुटाइ पिटाइ गरेर म गरिब छु म कमजोरी छु पछि हेलाइदिन देखि छोरी चेली लिएर आएको म किनभने मेरो छोरी जस्तो जेरो मैले पालन पोषण गरेको हिंसा गर्नु म दिन्न कुरा सही हो मेरो कानले सुन्यो भने फेरि नराम्रो नहोस् मैले भने हजुर सिधा मान्छे सिधा कुरा हुन्छ फेरि मैले भने लाटा मान्छेको चेप्टो कुरा कि अब त्यस्तै हो हैन अनि आइयो भन्नु अरु के भन्नु मन छ भन्ने बेला यही हो अब एकछिन मैले सापे त्यो भन्दा त्यो यता त्यो लङ्गडो सङ्गडोको कुरो गरेको छैन उ तल मन पराएर गएको छन् मेरो छोरीको बानी के छ उसलाई गाली गर्नु हुँदैन गाली त रुइहाल्छ हो त्यो मैले बुझे दिनु सक्छ माग्नु सक्दैन बसेर सँगै यहाँ हाँस खेल गरेर संगत गरेको मलाई पनि थाहा छ नि मामा संगत र अरमा सबै मिलापी छ ठीक छ अनि तल त्यहाँदेखि मेरो छोरी पछि हेलाइने भएछ यस्तो भएछ भने चाहिँ फेरि म मेरो कामले सुन्नु नपर्छ अब तलको यति हेला गर्यो र यति तपाईको कानमा हेला गरेको छस्सै आयो भने सिधै आउनु सिरुपाते लिएर मेरोमा भाला ल्याउनु जेसुकै लिएर आउनु म पहिला तर एकचोटि चाहिँ हैन उनीहरु राजी खुसी भएर जान्छन् किन रिसाउने दाजु हैन हैन यसो तैले हेपिस भन्दाखेरि मैले हेपे कुटे भने म मलाई कुटो मलाई हेला हिमेल भयो भन्नु भने त फेरि राम्रो हुँदैन नि फेरि कति सालको ज्वाइँ कति सालको 45 सालको 45 सालको ज्वाइँ सालको चैतको मेरो ज्वाइँ 45 सालको हाम्रो बहिनी भनेको 60 सालको कति अन्तर भयो 15 वर्षको अन्तर छ हामीले यताबाट जबरजस्ती धकेलेर पठाएको पनि हैन राजी खुसीले गएको भन्नै बोल्दा पनि हुन्छ सालले त्यसै गरेन
45 सालको चैतको सबै थाहा छ चण्डाडा गाक्छ आउँछ ल दाजुले यो समाजले यो भनिदिनु पर्यो अब साइला छौ या टेका छ दाजु करेवा दाजु यो के अब यो मैले समाउ कि कसो के हो 2 बजीसम्म नसमाउ भन्ने कुरा पो भएको छ त यहाँ त 2 बजीसम्म त हो अझै लामो सोध्नु परेन 2 बजीसम्म त अनि होइन नि भरे भाइ आएको छैन नि त भाइ पनि आउनु पर्यो पछि अब त्यहाँ हेला हिमेत भयो भने त अरू जाँदैन जाने भनेको त हामी नै हो अब मै छु अर्को जेठो छ माइलो छ जानुपर्ने त हामी हो नि त अनि यहाँ सोधी खोजी त गर्नु पर्यो यो अघि त्यसै त्यो उता दौडेर उता जानु खोजेको अघि यता उतै जान आँटो भनेको मैले यो लिम्बू कल्चरबाट यस्तो हुन्छ भाइ कहाँ गयो त्यो भाइले बोला ए भगवान दोकानदेखि आएको छैन त्यो गर्दैन के त्यो सबै दाँजा हुँदैन त्यो पहिले ततार चाहिँ यहाँ बोल्दा दिनुपर्छ लु अब वार्ता बस्नु पर्यो नि त त्यहाँ कुरोकानी त्यो भित्र गए पनि यहाँ त कुरोकानी गर्नु पर्यो नि त होइन बस्नु नि त बस्नु बसौँ न सबै त्यो उनीहरूको इज्जतको सम्झी सम्झनाहरूको इज्जत अनुसार होइन दाजु उयो मकेको चाहिँ उनीहरूको इज्जत अनुसार आउनु पर्यो दाजु एकछिन भन्नु मैले यो थाहा बाँकी छ नि कहाँ यतिले मात्रै हुन्छ हौ ल यस्तो हुन्छ है भ्यासारङ पुर्याउनु आउँदा चाहिँ नियमले भेटे अनुसार लिम्बूको संस्कार अनुसार चाहिँ हाम्रो चाहिँ यस्तो हुन्छ होइन सुँगुरको फिला र रक्सी सक्सी लिएर आउनुपर्छ एक खालको कार्य सबै सकेको हो अब भनेको वार्तामा हुन्छ कुरा के कसो गर्नुपर्ने भन्ने बाहिर हुनुहुन्छ यो चाहिँ जिम्मेवारी सकेको छ है मासु काट्दैछु म चाहिँ 300 बनायो किन बनाउनु होइन हौ यहाँबाट हुन्छ नि त्यो हालिदिनु खाने त्यो खोल्ने खान्छ छ्यापी छिनौ न पठाउनु पर्दैन त्यो खानापिना राम्रो मेरो छोरी थुप्रोको थियो अझै छोडे गिलास लिएर कान्छे हाम्रो बाउको बनाइदिए दिदीहरूलाई ए कुमार दाजुले भनेको त्यो हो त्यस्तो चाहिँ अझै धेर खानु अरे अघि भिडियो कलमा होइन कुमार दाजुले भनेको अझै दोकानै खाइसक्नु
कराउने गर्छ म चाहिँ भयो सुट जेसीकै होस् मरे मर्छु सुट चित्रमा नखाइमा छोडेको मर्नै पर्दैन हुन्छ अब छोडिदिएँ